नमस्ते नमस्ते। म चाहिँ एकदम हाम्रो यहाँ हाम्रो घनिष्ठ मित्र राम सर कहाँ र रविना म्याडम कहाँ आएको छु। यहाँ आउँदाखेरि पोर्चुगिज वाइनले स्वागत गर्नुभएको छ, कति खुसी लाग्यो। सरलाई धन्यवाद है, पोर्चुगल खानु पाइयो। र यहाँसम्म दङ परे यहाँ आमा हुनुहुन्छ। आमासँग एकछिन भलाकुसारी गरौँ है। त आमा, हजुरको नाम के हो? हजुर, मेरो नाम हजुर पुष्पा सुनवार हो। नेपालमा घर कहाँ हो नि आमा? स्वयम्भू। स्वयम्भू हो? हजुर, हो। कति वर्ष हुनुभयो? म 68 वर्ष। 68 वर्ष हुनुभयो। हिँडिरहनुहुन्छ है एक्लै बाटोमा? कहिले कहिले हिँड्छु है। जागर लगाएर बेलामा। अनि यहाँ लेख्न सिक्नुभएको आमा? हजुर, यसो लेख्न, छोरीले लेख्न सिक्नु भनेर यहाँ लेख्नु दिएछन्। ए, छोरीले? त्यही भएर यहाँ यति हेर्दै हेर्दै लेखेको हो। हो। यो सबै हजुरले लेखेका अक्षर हुन्? हजुर। ल हेर्नुहोस्, गरेपछि के हुँदैन भन्ने कुरा यहाँ आमाले यति राम्रो अक्षर लेख्नु भएको छ एकदमै। ल हेर्नु, मजाले बस्नुहुन्छ, बत्ती काट्नुहुन्छ, कति राम्रो बत्ती काट्नुहुन्छ है आमा। हजुर, कहिले कहिले के लेख्नु भएको त्यहाँ भन्दैन त? यसमा के भयो र, केही लेखेर SUNWAR यतिवटा आउँछ। एबिसिडी पुरै आउँछ आमालाई? आउँछ। है, एउटा दुइटा आउँदैन, एउटा दुइटा आउँछ, धेरै सबै आउँदैन। ओके। देखेपछि त भन्न चाहिँ आउँछ, तर लेख्नु आउँदैन। नेपालमा जान अत्यार त लागेन हजुरलाई? हजुर, नेपाल जानु मन त लागेन? नेपाल खै अब जानु मन त लाग्ने हो, खै है। एक्लै जानु सकिँदैन। को हुनुहुन्छ नेपालमा? नेपालमा छन् भाइ, बुहारी, बहिनी। छोरा यति रामजी मात्रै हो? हजुर, छोरा एउटा छोरा मात्रै? छोरी मात्रै हो। ए, छोरी? हजुरको छोरी मात्रै? ज्वाइँ अरू छोरी पनि छन्, बहिनीको छोरीहरू छन् थुप्रै। हो। स्वयम्भू है चाहिँ हजुरको घर? स्वयम्भू। कसरी यस्तो हजुरलाई ल हेर्नु त, कति राम्रो अक्षर बनाउनु भएको यहाँ।